बेलुकाको खाना खाएर यस्तो मोबाइल हेर्दै थिएँ, यस्तो पिरो पिरो करेन्ट खाएको भिडियो आउँछ भाइ। अनि त्यो देखिसकेपछि मलाई कहाँ निद्रा लाग्छ र। फेरि यस्तै यस्तै खानेकुराको लागि चाहिँ खाना खाएर पनि मेरो पेटमा अलिकति स्पेस चाहिँ हुन्छ है। खानु हुँदैन भन्ने पनि थाहा छ, तर कहिलेकाहीँ त यो मन नै मान्दैन। फेरि अँध्यारो भइसकेको थियो, पसल पनि टाढा छ, अनि यसो घरमा छ कि छैन भने हेरेको, एउटा कुनामा एउटा टोपियाम त भेटेँ। अनि त्यसमा एउटा वाइवाई प्लस गरेर घरमा भएको सबैभन्दा ठुलो कराईमा चाहिँ मैले पकाउनलाई बसालेँ। अनि म चाहिँ यता प्याज र आलु काट्न थालेँ। आलु हालेको चाहिँ मलाई फेरि लास्टै मनपर्छ है, मिठो पनि हुन्छ। चना केरो पनि पकाइराखेकै थियो। मैले यता काटकुट पारिसक्दा उता चाउचाउ पनि पाकिसकेको थियो। अनि त्यही कराईमा थोरै तेल हालेर अघि काटेको प्याज, आलु अनि चना केराउ हालेर मजाले भुटभाट गरेँ। थोरै नुन पनि हालेँ, अनि चाउचाउ हालेर त्यही मसलाहरू सबै हालेर मिक्स गरेपछि त रेडी भइहाल्यो। पकाउन पनि सजिलो, छिटो पनि। अनि हामीले चाहिँ खाना खाइसकेको भएर मम्मीले चाहिँ थोरै मात्रै खान्छु भन्नुभयो। अनि पिरो पनि धेरै खानुहुन्न नि त मम्मीले चाहिँ, अनि त्यही भएर मम्मीलाई चाहिँ अलिकति कम नै दिएँ, अनि मैले पनि खाएँ। लास्टै मिठो भएको थियो कि फेरि खान मन लागेको बेला। थ्याङ्क यू फर वाचिङ, बाई बाई।